तोरी र कोदो देख्नमा उस्तै लागे तापनि त्यो दुईटा मिसाएर पिस्यो भने त्यो न तेलको योग्यको हुनेछ न पिठोको योग्यको हुनेछ भन्ने कुरा हाम्रो सच्चाइ परिवारलाई प्रष्ट थाहा छ। त्यसैले हामी कोदो छ कोदै पिस्न तयार छौँ, तोरी छ तोरी पेल्न तयार छौँ, तर ती दुईटालाई मिक्सकट गरेर बेच्न तयार छैनौँ, किनकि न पिठोको योग्यको हुनेछ न तेलको योग्यको हुनेछ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु, गुरु येशू मसीहको नाम। त्यसैले आज संसारमा ज्योति आएको छ, ज्योतिलाई हरेक मानिसले घृणा गर्नुहुनेछ, किनकि अन्धकारमा बसिसकेका छन्, अन्धकारमा फसिसकेका छन्, अन्धकारको ह्याबिट परिसकेको छ, अन्धकारको लत बसिसकेको छ। मेरा सन्तान, तिमीहरू भने ज्योतिमा छौ, तिमीहरू भने ज्योतिका सन्तान हो। तिम्रो विश्वास नै सबभन्दा ठुलो प्रमाण हो। जुन दिन तिमीले विश्वास गर्यौ त्यो दिनदेखि मैले तिमीमा कार्य गर्न सुरुवात गरेको छु। आज संसारमा मानिसहरू शान्ति नपाएर विभिन्न ठाउँमा भौतारिनु भएको छ, तर सच्चाइमा आएर आज मानिसहरूले आनन्द प्राप्त गर्नुभएको छ। के तिमी विश्वास गर्दैनौ? त्यसैले भन्नुभएको छ कि सर्वशक्तिमान परमपिता परमेश्वरमा विरुद्धमा उठ्नेहरू हो, खबरदार होसियार रहो। अरूलाई दोषी ठहराउँदै गर्दा पहिला तिमी दोषी ठहरिसकेका छौ। तिमीहरू मनुष्यसँग कुनै व्यक्तिसँग लड्न सकौला, तर मसँग लड्न सक्दैनौ मेरा सन्तान। तिमीहरूको लौरोमा आवाज होला, तर मेरो लौरोमा आवाज हुँदैन। तिमी देखिँदाको मात्र, तिमीले वरिपरिको मात्र न्याय गर्लौ, म त अनन्तसम्मको न्यायकर्ता हुँ, हाम्रो सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ। त्यसैले आज हामी